Hello guys, what's up? I hope तपाईहरु सन्चै हुन्छ। भिडियो नहालेको धेरै भएको थियो है, तर आज चाहिँ if you didn't know, if you are living under a rock or something, आज चाहिँ नेपालमा चुनाव हो है। I hope तपाईहरुले एकदम बेस्ट क्यान्डिडेट्स चुज गर्नुभयो होला। कन्टेन्ट नभएर हेर्नु न, आज साइकल कुदाउन जाँदैछु है। अब के नै भन्न सकिन्छ र अब ढिला नगरौँ, लेट्स गो। के भयो जति मिलाउँदा नि यो एंगल नै मिल्दैन क्या फेरि। कहिले ह्यान्डल बारतिर आउँछ, कहिले बाहिरकोतिर आउँछ के दोस्तै छ नि। ल अब चाहिँ हामी टक्क स्टार्ट गर्छौँ है। अब चाहिँ यहाँ त यतापट्टि मेरो लेफ्टपट्टि मैले उता पुगेपछि देखाइदिउँ ल। लेफ्टपट्टि गयौँ भने हाम्रो भ्युटार पुगिन्छ। हामी चाहिँ यहाँबाट राइट लिने चियाबारी ग्राउन्ड छ है, त्यहाँनिर चाहिँ हामी अहिले पुग्ने हो। कस्तो दामी लाग्छ कि ओह्रालो चाहिँ। पहिले त कस्तो त्यहाँनिर म यहाँ भनिदिन्छु कि टक्क यहाँ सर आउँदै यहाँ त कस्तो सिडी जस्तो लाग्थ्यो, डर लाग्थ्यो, तर स्लोप थियो कि त्यहाँ चाहिँ। अनि यस्तै हो, अब जे छ ठिक छ है। गाडी हान्ने आज त्यति धेरै छैन, आज वाइल्ड हान्दैन नै हुन्छ क्या। अब अघि यही ठाउँ यस्तो स्केची लागेको। ओए शीश, आय हाय हाय, वाट, ओ माई गॉड, यहाँको भ्यू हेर्नु न, भ्यू 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 लिटमिक पार्क ल एकछिन है। ए मैले कुरा गरेको भ्यू टावर भनेको ऊ थियो, त्यो फेरि दमकवाला भ्यू टावर होइन नि। यो चाहिँ इलामको प्रसिद्ध भ्यू टावर हो है। त्यो ग्रिन बिल्डिङको साइडपट्टि देखिरहनु भएको यहाँ छ हाम्रो चियाबारी। त्यो वाइड छ भन्दा चाहिँ मैले यस्तोको कुरा गरेको है। यस्तो वाइड छ नि त्यो भ्यू टावर। अघि देखाउँदा नि मैले जुम गरी देखाउनु पर्यो। चियाको योहरू कस्तो एस्थेटिक छ भने यार, लाइक यो यस्तोलाई इमेजिन यु है, टक्क यस्तो ठाउँमा यहाँ यस्तो एस्थेटिक बाइक साइकल लिएर। अनि गोप्रोमा रेकर्डिङ गर्दा एस्थेटिक देखिन्छ है, फिल्म क्वालिटी एकदम दामी, फोनमा पनि दामी हुन्छ, मतलब प्रिभ्यू गर। लास्टमा ल्यापटपमा सारेपछि चाहिँ अनि कस्तो हुन्छ क्या। ठिक छ, अब ल मेरो साथी आउँदैछ अनि अब चाहिँ जर्नी अफिसियली बिगिन्स। यो ठाउँमा चाहिँ खासमा दुईटा खुट्टालाई टक्क यसरी यतालै पिलो स्विङ गर्ने हो। तर मैले चाहिँ के गर्छु भने एकैचोटि वात्तै दुईटै यस्तो स्विङ गरिदिन्छु कि डेन्जर हुन्छ क्या, डेन्जर डेन्जर है। अब त्यो ठाउँ एस्थेटिक छ नि, लाइक घाम लागे जस्तो देखिँदैन, बट लाइक यो घाम लागिरहेछ अनि लाइक बिस्तारै बिस्तारै गर्नु फिल हुन्छ। यहाँ हेर्नु न, अघिको ठाउँ कस्तो हरियो परेको थियो है। अब बक्सरी छोडौँ, टक्क हामी चाहिँ अब तल्लो रोडमा साइकल कुदाउन आँटेर। यो तल्लो रोड आनन्द टक्कसँगले। उतापट्टि त चियाहरू पनि अलिक प्लग गरेको छैन होला, त्यही हो ल। धुम चाले धुम चाले धुम चाले धुम चाले धुम चाले धुम चाले। कस्तो दामी सिन हेर्नु, टक्क नेपालको झन्डा नि फरफराइरहेछ है ल है। यहाँनिर टक्क हाम्रो एस्थेटिक सेटअप छ। यता घामपट्टिबाट लाइट धेरै आइरहेको होला। अब के भन्नु, आइ एम भेरी सरी गाइज। चियाबारी त्यहाँ फेरि यस्तो एस्थेटिक चिया डाँडा छ। ओ ल उता हेर्दा हेर्दा मोटरसाइकल पनि उतै लगेर। बट ठिक छ है, एकदम लाइक मलाई भेट्न चाहनुहुन्छ भने इलाम आउनु। हल्का सेलिब्रेटी नै नभए पनि अब अलिअलि गर्छु, जे गर्नु छ ठिक गर्छु गलत गर्छु कमेन्ट गरिदिनु। लाइक पहिलेको भिडियो जस्तै म लाइक जोतमा लाइक त्यो 1 सेकेन्डमा म एउटा केही चिज भनिरहेको छु, नेक्स्ट सेकेन्ड इज लाइक सो गाइज फाइनली हे। त्योबाट चाहिँ लाइक त्यो एउटा फेज थियो। ओ ल लाइन थियो त, त्यो एउटा फेज थियो है। अनि मैले त्यो फेजलाई ओभरकम गरेँ क्या। अब लाइक अब चाहिँ अलिक है अब त्यस्तो गर्नु भएन, अलिक एस्थेटिक हुनु पऱ्यो भन्ने सोच्दैछु।
अब टक्क चियाबारीको बिचमा है यस्तो एस्थेटिक ठाउँमा ल यहाँ फेरि पहिरो गयो हो अनि डोजरले अझ खन्दियो उही आगो बालेर रहेछ त्यहाँ त ओ अब नेक्स्ट भिडियोमा चाहिँ म लाइक यस्तो भ्लग भन्दा पनि लाइक एउटा मेरो भाइनहरूको फिल्महरू हाल्ने च्यानल त अर्कै छ है त्यसलाई चाहिँ म यो च्यानलमा प्रमोट गर्न नखोजेको त्यसलाई इन्डिपेन्डेन्टली ग्रो गर्दैछु तर अब यो च्यानलमा यस्तो जस्तै छ अब के नै भन्न सकिन्छ र एकलट चाहिँ नि अब म टक्कसँगले तल्लोपट्टि त्यहाँनिर त्यहाँदेखि उतै सट्टै चोक बजार कुदाएर देखाउँछु ल तपाईँहरूलाई अब चाहिँ लेस बकबक अनि मोर स्ट्रेट टु द पोइन्ट अफ हावा चाहिँ ध्वस्तै आइरह होला कि बट आई होप यु क्यान कोप है अनि अहिले चाहिँ यो रोड एकदम एम्टी देखिन्छ अरू बेला चाहिँ पुरै ध्वस्तै गाडीहरू आइरहेको हुन्थ्यो अहिले त यत्तिकै हिँडिरहेको छु म यहाँ राइट साइडपट्टिको चाहिँ आर्मी हो यतापट्टि चाहिँ मतलब त्यो फ्यामिली बेस हो अनि यस्तो ऱ्यापिड तरिकाले ड्राइभ भाँचिरहेछ टर्निङमा हल्का केयरफुल हुनु पर्यो बाँकी त अहिले गाडीहरू छैन तर पनि लाइक मान्छेहरूले ऱ्यान्डमली कुदाएर हुन्छ त्यहाँ ठ्याक्क अगाडिको टर्निङमा अस्ति एउटा एक्सिडेन्ट भएको ठ्याक्क कहाँ भन्दा यहाँनिर अनि त्यसैले अलिक दुःखी भइरहेछ बट नो वरिज त रोडमा सुत्दै नि केही हुँदैन ल गाडी आइरहेछ त अरू बेला यतैतिर गाडी आउँछ के हुँदैन ब्रेक पनि भएको छैन होला साथीको यहाँ सिटी हलमा भोट गर्नै होला यसो भन्नु त हुन्थ्यो अब चाहिँ म मेरो साथीलाई पिक गर्न गइरहेको छु अनि ओहो यस्तो खाली चोक बजार जिन्दगीमा देखेको थिएन मैले चुनावले नि गर्नु गऱ्यो क्या ल मेरो चेन नै के भयो भने है गियर धेरै हाई पारेर यो यहाँ हुनुपर्ने चेन बाहिरपट्टि गएछ नि त साथी आइसक्यो हाम्रो थ्याङ्क सो मच यस्तो छ लिटरली चेन ठ्याक्क त्यहाँ अड्केको थियो कालोमाथि कालो भयो क्या अब केही छैन ल अब हानिदिउँ ल कमेर फिस बम हाइट ओरियो फर है त्यो छ ठिक छ अब हात चाहिँ वाइल्ड यहाँ हेर्नु न कस्तो एम्टी छ भने हात पनि छोडिदिँदैछु तर फुल्ली आँट चाहिँ आउँदैन है झ्याप्पै फेरि कतै पाटपुट तलमाथि भइहाल्यो नि एउटा हात चाहिँ कम्फर्टेबली छोडिदिन सक्छु म बट लाइक स्टियर गर्न दौडी ब्रेक गर्न दुइटै हात चाहिन्छ अब के भन्नु कुरा गम्भीर छ तबबाट राइट लिनुपर्छ फेरि यस्तो ट्याक्कै के 5 बजेसम्म गाडी खुलेको छैन यस्तो गाडी आइदिन्छ अनि सब दोस्त
त्यहाँ माथिपट्टि चाहिँ यताको त्यो भने भ्यू टावर त्यतैतिर थियौँ हामी के त्यत्रो त्यहाँदेखि यहाँ आयौँ हामी वाइड एङ्गलमा यस्तो पर देखेर तर अलि क्लोजमा त्यो कुरो गम्भीर छ यतापट्टिबाट पुरै घाम आइरहेको हुन्छ अनि अब रेहान चाहिँ त्यहाँ पुगिसक्यो म चाहिँ टक्क अब हेलमेट लाउँदैछु लाइक कस्तो स्केची छ भने नि यो लाइक बट इट्स इजी के लाइक ए ल यहाँ कसले ऱ्यान्डमली चियाको ओइ प्लान्ट गरिदियो यार आई वाज ड्रिफ्टिङ ब्रो आई डोन्ट ट्रस्ट माई ब्रेक्स नो मोर म फुलहरू कस्तो हुन्छ तिमीले अब यो हरियो भइसकेपछि पछि फुलेपछि असारको टाइममा टक्कै एक दिन आएर यो खिचेर इलाम नगरपालिका स्वच्छ हराभरा ग्रिन इलाम यो अहिलेको वर्तमान नगर प्रमुखको योगदान भनेर भन्नुपर्छ त्यो परको पोखरी के भन्दैछ थाहा छ पोखरी एउटा खै त्यो स्विमिङ पुल लाइक मतलब गाइस मैले भर्खर लाइक इलामको मेयर भेटेँ यार इलाम नगरपालिकाको ब्रो द्याट वाज द मेयर ब्रो वाट वाज ब्रो डुइङ मेबी लाइक यो सबै यो चेरी ट्रीहरू जुन छ नि नगरपालिकाले रोप्यो अरे के द्याट नो बट लाइक he actually did it go down the staircase yeah that's what I'm saying त्यतै जानु भने सिँढीबाट जाने भनेर त्यो डिसएग्रिमेन्ट भएपछि रेन यताबाट रोड जान्छ म चाहिँ यता टक्क सिँढीबाट लग्ने छु लेट्स सी हुज फास्टर आई ट्राई अन इन 3 2 1 गो Please. He's on the move. Hotar मलाई. Right. गाइस अघि मेयर साहबले कुरा गर्नुभएको ठाउँ चाहिँ यही हो त्यो स्विमिङ पुल बन्न आँटेको भने अहिले यहाँनिर त्यो फाउन्डेसन लाइक बेसिक फाउन्डेसन गर्दै हुन्छ अनि अलि पछि चाहिँ लाइक इट विल बी अभाइलेबल फर द पब्लिक है टक्क घाम त्यहाँ कहाँ पर पुगिसक्यो द सन इज सेटिङ राइट सो आजको भ्लगमा त्यति देर भएन रेहान पनि हाम्रो घर गइसक्यो है त्यस्तै हो भिडियोहरू चाहिँ नछुटाउनु हाल्छु नै 1 महिनामा अब हालेपछि थाहा भइहाल्छ सब्सक्राइब गर्नु थ्याङ्क यू फर वाचिङ धेरै धेरै धन्यवाद एन्ड पिस